अहिले स्पेनका सबैजसो जनसङ्ख्या क्रिस्चियन धर्म मान्ने गर्दछन्, तर तिनै जनसङ्ख्या केही शतक पहिलेसम्म इस्लाम धर्म मान्ने गर्दथे। वास्तवमा स्पेन र पोर्चुगल 700 वर्षसम्म इस्लाम धर्म मान्ने गर्दथे, तर आखिर त्यस्तो के भयो जसका कारण पुराका पुरा जनसङ्ख्या इस्लामबाट एकाएक क्रिस्चियन धर्म मान्न पुगे? दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी युरोपका दुई देश स्पेन र पोर्चुगल एकाएक कसरी इस्लाम धर्मबाट क्रिस्चियन धर्ममा परिवर्तन भए भन्ने बारेमा विशेष चर्चा गर्नेछौँ। स्पेनिस परिवर्तनको इतिहास जान्नका लागि हामीले पहिलो शताब्दीको युरोपियन भूभागको इतिहास जान्नुपर्ने हुन्छ। 117 एडीमा सम्पूर्ण युरोपमा रोमन शासकको राज्य थियो। 400 वर्षसम्म रोमन शासकले आफ्नो राज्य धेरै विस्तार गरे, तर यति ठूलो साम्राज्य सम्हाल्न रोमन शासकलाई निकै कठिन र महँगो हुँदै गइरहेको थियो। त्यसैले उनीहरूले रोमन साम्राज्यलाई दुई भागमा विभाजन गरे। एउटा थियो पूर्वी भाग जो बाइजेन्टाइन साम्राज्य बन्यो र यसको शासक जस्टिन वन बने। त्यसैगरी पश्चिमी भाग इबेरिया बन्यो र यसको शासक सिजर अगस्टस बने। तर 476 एडीमा युरोपका विभिन्न भागमा फैलिएका फरक फरक जर्मेनिक जातिले इबेरियाको रोमन शासन हटाएर आफ्नो शासन स्थापित गरे। त्यसपछि यस क्षेत्रमा रोमन साम्राज्य समाप्त भयो। समयको साथसाथै कैयौं जातिले इबेरियामाथि शासन गरे। एकपछि अर्को गर्दै इबेरिया प्रायद्वीपमा सत्ता परिवर्तन भइरहेको थियो। यही क्रममा 610 एडीमा साउदी अरेबियाको मक्का शहरमा प्रोफेट मोहम्मदको जन्म भयो। मोहम्मदले अल्लाहको आदेशमा आफ्नो इस्लाम धर्म फैलाउन सुरु गरे। केही वर्षभित्रै उनले मदिना, मक्का र पुरै मध्य पूर्वमा इस्लाम धर्म फैलाएर त्यस क्षेत्रमा शासन गरे। तर 632 एडीमा उनको मृत्यु भयो। मोहम्मदको मृत्यु भएपछि उनको स्थान कसले लिने भन्ने सङ्घर्ष सुरु भयो। अन्ततोगत्वा मोहम्मदका ज्वाइँ अली यो सङ्घर्षमा सफल भए र सबैलाई उछिनेर पुरै इस्लामिक साम्राज्य आफ्नो हातमा लिन सफल भए। अलीको शासनलाई रसिदुन खिलाफत वा रसिदुन क्यालिफेट भनिन्छ। उनकै नेतृत्वमा इस्लाम पूर्वी अफ्रिकादेखि इरानसम्म र एनाटोलिया अर्थात् अहिलेको टर्कीसम्म फैलिएको थियो। 661 एडीमा अलीको हत्या गरियो र रसिदुन क्यालिफेटको स्थान उमायुद क्यालिफेटले लिए। यो सत्ता परिवर्तनपछि इस्लामको राजधानी मक्काबाट सिरियाको सहर दमास्कसमा सारियो, किनकि उमायद खालिफ सिरियामा बस्ने गर्दथे। उमायद क्यालिफेटले सबैभन्दा पहिला त्यहाँका सबै राज्य र जनतालाई आफूतर्फ केन्द्रित गरे र आफ्नो शासन तथा राज्य विस्तार गरे। धेरै राज्यमा इस्लाम फैलिएको थियो। त्यतिबेला इस्लाम शिखरमा थियो। इस्लामिक राज्यको सीमा पश्चिम अफ्रिकादेखि भारतको सिन्धसम्म फैलिएको थियो। इस्लामिक शासन रोमन शासनपछि त्यो शासक बनेको थियो जसले यी 3 ठूला महाद्वीपमा शासन गरेको थियो। तर त्यतिबेलासम्म पनि उनीहरूको नजर एउटा क्षेत्रमा परेको थिएन। त्यो क्षेत्र थियो इबेरियन प्रायद्वीप। त्यतिबेला भेषिगत जातिले पुरै इबेरियन प्रायद्वीपमा राज गर्दथ्यो र यसका राजा रोड्रिक थिए। तर दुर्भाग्य यी राजासँग त्यहाँका जनता खुसी थिएनन्। त्यसकारण पुरै राज्यमा अस्थिरता छाएको थियो। यस्तो अवस्थामा त्यहाँ बाहिरी आक्रमणको खतरा धेरै हुन्थ्यो। यही अवस्थाको फाइदा उठाउँदै सन् 711 जुलियनको उमायद खलिफको अफ्रिकामा रहेको फ्रिकिया प्रदेशका गभर्नर मुसा इब्न नुराइरसँग मद्दत मागे। मुसा आफै पनि इबेरिया आफ्नो बनाउन चाहन्थे। त्यसैले यो निम्ता उनका लागि सुनौलो अवसर भन्दा कम थिएन। उनी यो अवसर कुनै हालतमा गुमाउन चाहँदैनथे। त्यसैले जुलियनको आग्रहमा मुसाले आफ्ना सेनापति तारिफ इब्न जियादको नेतृत्वमा 7000 सेना इबेरियामाथि आक्रमण गर्न पठाए। त्यसपछि ग्वाडलेट नदीको किनारामा रोड्रिक र जियादका सेनाबीच घमासान युद्ध भयो। यो युद्धलाई द ब्याटल अफ ग्वाडलेट भनिन्छ। यो युद्धमा राजा रोड्रिकको मृत्यु भयो र अन्ततः इस्लामले इरेबियन प्रायद्वीपमा पनि आफ्नो झण्डा गाड्यो। यहाँ आएपछि उमायद खालिफले बिस्तारै यस क्षेत्रका सबै राज्य आफ्नो बनाए र इबेरियाको नाम फेरेर अल अन्दुलस राखे। त्यसपछि उमायद उत्तरतर्फ अघि बढ्न थाले। अहिलेको फ्रान्स जित्नका लागि उनले द ब्याटल अफ टुर्सको लडाईँ लडे, तर दुर्भाग्यवश यो लडाईँमा उमायदको हार भयो। अझ भनौं, यो हारपछि उनको राज्य विस्तार अभियानमा ग्रहण लाग्यो। त्यति नै बेला त्यहाँभन्दा धेरै टाढा बगदादमा अल अब्बास इब्न अब्ल अल मुतलिबको उदय भएको थियो, जसले आफ्नो शासन अब्बासिद क्यालिफेट सुरु गरेका थिए। यो क्यालिफेटले उमायदको नामो निशाना मेटाउने निश्चय गरेको थियो। त्यसकारण जुन जुन शासकले उमायदलाई साथ दिने हिम्मत गरे उनीहरूलाई समाप्त पारियो।
मध्यपूर्वको लडाईँको यो कथा धेरै पुरानो हो, तर त्यसको घाउ अहिले पनि यहाँका जनताका लागि ताजै छ। अब उमायद खलिफसँग एउटै बाटो बाँकी थियो, त्यो थियो अल अन्दुलस। त्यसपछि उनले आफ्नो राज्य दमास्कस छोडे र अल अन्दुलसतर्फ लागे। हामीले पहिले नै भनिसक्यौं कि अल अन्दुलसको माहौल पनि निकै अशान्त थियो। यही अस्थिरताको फाइदा उठाउँदै उमायदले सैन्य सहायताबाट पुरै उपमहाद्वीप आफ्नो नियन्त्रणमा लिए र कर्डोबा शहरलाई आफ्नो राजधानी बनाए। उमायद खलिफ यही क्षेत्रमा मात्रै सीमित भएका थिए भने अब्बासिद खिलाफत अर्थात् क्यालिफेटले यो पुरै साम्राज्यलाई आफ्नो बनाएका थिए। तर उमायदको शासनमा अल अन्दुलस निकै विकसित भएको थियो। उनले धेरै बाटोघाटो र भवन बनाएका थिए। उनले द ग्रेट मोस्क अफ कर्डोबा पनि बनाएका थिए। उनले आफ्नो साम्राज्यमा पिउने पानीको राम्रो व्यवस्था गरेका थिए। उनीसँग एउटै राज्य बचेको थियो, त्यसैले उनले आफ्ना नागरिकलाई धार्मिक छुट दिएका थिए। त्यसैले त्यहाँका जनता उनको शासनबाट निकै खुसी थिए। यो राज्य आर्थिक रूपमा पनि सबल भएकाले शक्तिशाली राज्यको रूपमा अगाडि देखिएको थियो। तर 976 एडीमा एउटा अप्रिय घटना भयो। त्यो वर्ष उनका नाति अल हकम II को मृत्यु भयो। त्यही कारण उनका 10 वर्षका छोरा हिसम II लाई सत्तामा राख्नु पर्यो। खलिफको उमेर यति सानो भएको हुनाले राजकाजको सम्पूर्ण जिम्मा मन्त्रीको हातमा आयो। यो घटनामा सबैभन्दा धेरै फाइदा प्रधानमन्त्री मोहम्मद बिन अली अमीर अल मन्सुरलाई भयो, किनकि सम्पूर्ण राज्य उनको नेतृत्वमा चल्न थाल्यो। मानौ कि उनी गद्दीमा नबसिकनै राजा भइसकेका थिए। यहीँबाट उनको नीति टुट्न थाल्यो र क्यालिफेटको शासन कमजोर हुन थाल्यो। यो देखेर सबै मिसिनरीले विद्रोह गरे र आफ्ना अलग अलग राज्य बनाए। यसरी यो साम्राज्य 23 अलग अलग राज्यमा विभाजन गरियो। इस्लामिक शासन कमजोर भएको देखेर अल अन्दुलसको उत्तरी पश्चिमी क्षेत्रमा रहेको एस्टुरियन साम्राज्यका महाराज डोन पियालोले आफ्नो साम्राज्य तलतिर विस्तार गर्न थाले। उनले उमायदलाई दक्षिणतर्फ सीमित गर्दै लगे र हेर्दा हेर्दै एस्टुरियन साम्राज्य बढ्दै गयो। यही क्रममा फ्रान्सले पनि अल अन्दुलसमाथि आक्रमण गर्न थाल्यो र राजा जेम्सले आफ्नो एरोगोन राज्य स्थापित गरे। यी दुवै राज्य यहाँ आएपछि सम्पूर्ण अल अन्दुलसमाथि क्रिस्चियन साम्राज्य आफ्नो पकड जमाउन लागेका थिए। त्यतिबेला उत्तरमा क्रिस्चियन बलियो बन्दै आइरहेका थिए भने दक्षिणमा इस्लाम दिन प्रतिदिन कमजोर बन्दै गइरहेका थिए। सम्पूर्ण अल अन्दुलसमा अशान्ति फैलिएको थियो। यसैको फाइदा उठाउँदै एरुस्टियन साम्राज्यले इस्लामिक राज्यमाथि आक्रमण गर्यो र उनीहरूलाई पराजित गर्यो। यसलाई ब्याटल अफ कोभाडोङ्गा भनिन्छ। यो लडाईँपछि रिकोङ्कोस्टा अर्थात् क्रिस्चियन प्रदेश फिर्ता ल्याउने अभियान सुरु भयो। यो अभियान अन्तर्गत धेरै क्रिस्चियन राज्यले मुस्लिम राज्यमाथि आक्रमण गरे। तीमध्ये सन् 1085 मा एस्टुरियन राज्यले गरेका 2वटा आक्रमण प्रमुख थिए। यो लडाईँमा एस्टुरियन राजाको हातमा 2वटा ठूला मुस्लिम राज्य परे। बाडाडोज र टोलेडोले क्रिस्चियन आक्रमणबाट आजित भएर अफ्रिकाको अल्मोराभिड साम्राज्यका बादशाह युसुफ इब्न तसुफिनमाथि सहयोग मागे। त्यसको अर्को वर्ष अल अन्दुलसमा आएर युसुफले जलकाको लडाईँमा एस्टुरियनलाई हराए, तर यो लडाईँमा उनीहरूले टोलेडोलाई फर्काउन भने सकेनन्। यसबाट मुस्लिमहरू खुसी त थिए, तर उनीहरूको यो खुसी लामो समयसम्म टिक्न सकेन। त्यतिबेला विभाजित भएका यी सबै मुस्लिम क्षेत्रलाई ताइफास भनिन्थ्यो। अल्मोराले सबै ताइफासलाई नियन्त्रणमा लिए। उता युसुफको साथ पनि यस्तै भयो। उनलाई पनि अफ्रिकाको साम्राज्य अल्मोहादले जितेर आफ्नो नियन्त्रणमा लियो। तर अल्मोहादको शासन पनि लामो समयसम्म चलेन। सन् 1212 मा क्रिस्चियनहरूले उनलाई पनि समाप्त पारे र सम्पूर्ण इम्पेरियल महाद्वीपमा एउटा मात्रै इस्लामिक राज्य बच्यो, जसको नाम इमिरेट अफ ग्रानाडा थियो। यो हारबाट इम्पेरियल महाद्वीपबाट इस्लामिक राज्य समाप्त भए पनि धेरै मानिस अझै पनि इस्लाम धर्म मान्थे। यी इस्लामिक अनुयायीहरूलाई क्रिस्चियनहरूले मुदे हर्ज नाम दिएका थिए। अमिद मुहम्मद 12 ले ग्रनाडाको सन्धि मार्फत एउटा सम्झौता गरेका थिए। सम्झौता अनुसार क्रिस्चियन राज्यमा मुस्लिमहरूलाई उनीहरूको धर्म मान्ने अधिकार दिइनेछ। तर सन् 1492 मा क्रिस्चियन शासक क्यास्टिलकी रानी इजाबेला र एरागोनका राजा फर्डिनान्डले एउटा नियम बनाए। यसलाई दी एल हेब्रा डेक्रे भनिन्थ्यो। यो नियम अनुसार ज्युजलाई एरेबियाबाट लखेट्ने कुरा गरिएको थियो। तर केही मानिसको के पनि भनाइ थियो भने यो नियम मुस्लिम विरुद्ध प्रयोग गरियो र क्रिस्चियनहरूले उनीहरूलाई लखेट्न थाले। यसैबीच सन् 1499 मा अल पुजाराजको विद्रोह सुरु भयो। यो विद्रोह रोक्नका लागि क्यास्टिलकी रानी इजाबेला
र एरागोनका राजा फर्डिनान्डले विवाह गर्ने निर्णय गरे ताकि दुवै राज्य एक भएर इस्लामिक विद्रोह विरुद्ध शक्तिशाली संगठन निर्माण गर्न सकियोस्। यस्तो भयो पनि यी दुवै राज्य एक भएर यो पुरै विद्रोह दबाए। तर क्रिश्चियन शासकको इस्लामिक जनतासँग भरोसा थिएन, त्यसैले उनीहरूले सबै इस्लामिक किताब जलाइदिए र मुसलमान जनतालाई दुई विकल्प दिए, या त क्रिश्चियन धर्म स्वीकार गर या त सधैँका लागि अरेबिया छोडेर जाओ। धेरै जनताले पहिलो विकल्प रोजेर आफूलाई क्रिश्चियन बनाए। यसरी स्पेन र पोर्चुगल इस्लामिक राज्यबाट क्रिश्चियन राज्य बने। दर्शकवृन्द, आजको श्रृङ्खला तपाईलाई कस्तो लाग्यो हामीलाई कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला तपाईलाई राम्रो लाग्यो भने लाइक तथा सेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस् ताकि हामीले अपलोड गर्ने नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईलाई प्राप्त होस्। आजका लागि यति नै। अर्को भिडियोमा अझै रोचक तथ्य लिएर आउने नै छौं। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।